नमस्ते साथीहरू, आजको भिडियोमा हामी कुरा गर्दैछौँ नेपाली क्रिकेटको भविष्य बारेमा। आज हामी हेर्नेछौँ एआईले नेपाल क्रिकेट बारे के भन्छ, भविष्यमा नेपाल कहाँ पुग्छ, कसरी खेलाडीहरू सुधार गर्छन् र के नेपालले कहिले वर्ल्ड कपको सुपर स्टेज पुग्छ। एआईका अनुसार नेपालको टिम अहिले राम्रो दिशामा छ। पछिल्ला केही वर्षमा खेलाडीहरूले राम्रो प्रदर्शन देखाएका छन्, जस्तै रोहित पौडेल, आशिष शेख, दिपेन्द्र आइरी र सन्दीप लामिछाने। एआईले भनेको छ, यदि यही जोश र मेहनत चलिरह्यो भने नेपालले 2028 सम्ममा आईसीसी T20 र्याङ्किङको टप 12 मा पुग्न सक्छ। सोच्नुस् न, त्यो पल कस्तो रमाइलो हुने होला जब नेपालले ठूला टिमहरूसँग बराबरी खेल्नेछ। एआईले भनेको छ, नेपालमा नयाँ प्रतिभाहरू आउँदैछन्। आउने वर्षहरूमा दुई खेलाडी विशेष गरी चम्किने सम्भावना छ। पहिलो, एक लेफ्ट ह्यान्डेड ब्याट्सम्यान जसले फास्ट हिट खेल्नेछ र दोस्रो, एक तेज बलर जसको गति 145 किलोमिटर पर आवर भन्दा माथि हुनेछ। यी खेलाडीहरूले नेपालको खेल अझ आकर्षक बनाउनेछन्। एआईले नेपालका केही बलिया पक्ष पनि बताएको छ। पहिलो, फ्यान सपोर्ट। नेपालका फ्यानहरू निकै जोशिला र माया गर्नेछन्। एआईले भनेको छ, नेपाल्स बिगेस्ट स्ट्रेन्थ इज इट्स फ्यान्स। दोस्रो, टिम स्पिरिट। नेपालका खेलाडीहरू एक अर्कालाई सहयोग गर्छन्, यही कुरा टिमको शक्ति हो। तेस्रो, स्पिन बलिङ। सन्दीप जस्ता खेलाडीहरूले देखाएको कौशलले नेपाललाई विश्वमा चिनाएको छ। अब कुरा गरौँ सबैको मनको कुरा, वर्ल्ड कप। एआईको भविष्यवाणी अनुसार नेपालले 2030 सम्ममा T20 वर्ल्ड कप सुपर 8 पुग्ने सम्भावना धेरै छ। तर त्यसका लागि नेपालले अझ राम्रो फिल्डिङ, फिटनेस र बेन्च स्ट्रेन्थ बनाउनु पर्छ। एआईले भनेको छ, Once Nepal builds a strong bench, it becomes unstoppable. त्यो दिन पक्कै आउँछ साथीहरू। एआईले केही कुरा पनि बताएको छ जहाँ अझ सुधार गर्न सकिन्छ, जस्तै ट्रेनिङ फेसिलिटिज र इन्टरनेसनल म्याचेसको अवसर। तर अहिले नेपालमा डोमेस्टिक T20 लिग्स बढ्दैछन् र त्यसले नयाँ खेलाडीहरूलाई मौका दिइरहेको छ। एआईले भन्यो, इफ नेपाल किप्स ग्रोइङ लाइक दिस, इट्स गोल्डन एरा विल स्टार्ट सुन। एआईले अन्तिममा भनेको कुरा सरल छ, नेपाली क्रिकेट इज राइजिङ एन्ड द वर्ल्ड विल सुन नोटिस इट। नेपालको क्रिकेट भविष्य उज्यालो छ र त्यो भविष्य हामी सबैको समर्थनले अझ राम्रो बन्नेछ। तपाईको अनुसार नेपालले कुन वर्ष वर्ल्ड कपको सुपर स्टेज पुग्नेछ? कमेन्टमा लेख्नुहोस् र यस्तो भिडियो मन परे लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्।